नियमित रूपमा यसलाई खानी हो भने एकदम रोगी मान्छे पनि निरोगी हुन्छ हैन। मैले पनि घुमाउन लागेको छिन्। हेलो साथीहरु, व्हाट्सअप, के छ खबर? सबैजना आरामै हुनुहुन्छ होला। साथीहरु, आज चाहिँ दाउन्नेको मौसम यस्तो छ, हेर्नुस्, राम्रो छ, घाम लागिरहेको छ है। आज चाहिँ म अब यतिखेर अब यहाँ खानासाना खाइयो। खानासाना खाइसकेपछि अब यो हाम्रो यो गाईको लागि, यो चाहिँ गाई देख्नु भएको छ, अब यसको लागि अलिकति घाँस काट्नको लागि भनेर जान लागेको छ। अनि साथमा यहाँ अलिकति यो जङ्गली तरुल पनि खनेर ल्याउने भनेर अहिले चाहिँ जान लागेको छौँ है त म हजुरहरूलाई। र साथमा आज चाहिँ हाम्रो भान्जाश्री हुनुहुन्छ र मम्मी हुनुहुन्छ है त साथीहरु। यो हाम्रो भान्जाश्री हो। भान्जाश्री चाहिँ अलिकति क्यामेरा फेसिङ गर्नलाई अलिकति लजाउनुहुन्छ, त्यही भएर हो। यहाँ चाहिँ हाम्रो मम्मी हुनुहुन्छ। मम्मी यसो एकचोटि हेलो त भनिदिनुहोस्। एकचोटि हेलो के त भनिदिनुहोस्, हेलो गाइज भनेर। हाम्रो भान्जाश्री चाहिँ हाम्रो भान्जाश्री चाहिँ अलिकति लजालु भएर जाँदै हुनुहुन्छ। यो चाहिँ हाम्रो हिँड्ने बाटो। अहिले चाहिँ हामीहरू जाँदैछौँ गाइज। यहाँ अगाडि भएको यो हाम्रो यो धर्का टी सर्ट भएको चाहिँ भान्जाश्री हुनुहुन्छ। अगाडि मम्मी हाम्रो पूजनीय माताश्री। यतातिरको बाटो चाहिँ यस्तै छ है। अब चाहिँ जङ्गल सुरु भयो। हामी चाहिँ अब जङ्गल प्रवेश गर्दैछौँ। यो जङ्गलहरू भइहाल्यो के। यहाँ तल जानुपर्छ घाँस काट्नको लागि अलिकति जङ्गलमा। यो जङ्गलमा चाहिँ अब हजुरको जडीबुटीहरू पनि बेसरी छ। अनि घाँसहरू पनि यो साल, साधन, अमृसो, थाक्कल, यस्तो धेरै कुराहरू चाहिँ यो जङ्गलमा पाइन्छ साथीहरू है त। हेलो गाइज, म चाहिँ यहाँ घाँस काट्ने ठाउँमा आइसकेको छु है। त्यहाँ मम्मीले यो जो देख्नु भएको छ नि, यो चाहिँ काँस हो, काँस। यसलाई चाहिँ काँस भनिन्छ। काँसको घाँस त्यहाँ काट्दै हुनुहुन्छ। हाम्रो भान्जाश्री चाहिँ त्यहाँ पर त्यहाँनिर हुनुहुन्छ। यतातिर हजुरको यहाँ सबै घाँसै घाँस छ। यहाँ केरा छ, अमृसो छ, खनिया छ, टोटे छ, ठुलपाते छ। यहाँ विभिन्न किसिमका घाँसै घाँस छन्। अब यहाँ मम्मीले काट्न लाउनु भएको छ। अब म पनि काट्न लाएँ त गाइस। हेर्नुहोस् त साथीहरू, यहाँ यो कस्तो खालको यो कुरकुरे घाँस छ। हजुरहरूको तिर पनि पाइन्छ कि पाइँदैन यसो कमेन्ट चाहिँ अवश्य गर्नु होला। हेर्नु त, यहाँ खोलैभरि रहेछ यो कुरकुरे घाँस। अब यसको नाम चाहिँ थाहा भएन ठ्याक्कै, कुरकुरे घाँसै भने जस्तो लाग्छ। यहाँ छ, यहाँ छ, हेर्नुहोस् त, खोलैभरि यो कस्तो खालको यो कुरकुरे घाँस रहेको रहेछ यहाँ। अरू घाँस त भइहाल्यो नर्मलै हैन, यस्तो खालको यो कुरकुरे घाँस पनि रहेछ। अनि अर्को भनेको म हजुरहरूलाई यहाँ एक प्रकारको यहाँ जडीबुटी देखाउँछु है त। अहिले चाहिँ यहाँ कस्तो खालको जडीबुटी भन्दाखेरि एकदम ताकत दिने खालको जडीबुटी हो। यसको दिन्छ यसले हैन। जडीबुटी चाहिँ कहाँ गयो त खै? जडीबुटी खै देखेन भन्दाखेरि यो रहेको छ त्यो जडीबुटी चाहिँ। यो हेर्नुहोस् त, यसलाई चाहिँ मोटाझार भनेर भनिन्छ है। यसलाई खायो भने चाहिँ नि मान्छे मोटाउँछ, बलियो हुन्छ, एकदम स्ट्रङ हुन्छ। गाई भैँसीलाई पनि यो दुध दिनलाई, यो यताउता गर्नको लागि चाहिँ यो खुवाइन्छ है त साथीहरू।
साथीहरू अब चाहिँ घाँस काटेर पुग्यो। अब चाहिँ म घाँसको भारी हाल्न लागिरहेको छु है त साथीहरू। अब चाहिँ म घाँसको यो भारी बाँध्न गइरहेको छु। आज चाहिँ घाँसहरू त्यति धेरै त छैनन्, अब ठिकै छ। यहाँ हिजो बोक्न गाह्रो भएको थियो। आज चाहिँ घाँसमा चाहिँ अब अमृतसर र काँस छ विशेष गरेर। यहाँ 2टा कुचो 3टा कुचो जति त होला अमृतसर। यसमा नि कुचोहरू हो। मम्मीले यतातिर यहाँनिर कुचो बनाउनु भएको छ। कुचो त भाँचिन्छ के अरे साथीहरू। मेरो चाहिँ भारी पुग्यो है त। मम्मीको भारी यता हो। मम्मीको चाहिँ आज कान दुखेको भएर मेरो चाहिँ भारी यही हो। अब म चाहिँ बोकेर अब हिँड्न लाएँ। मम्मीको बेसरी तल गएर रहेछ। लामो भयो क्या हो। ल है त साथीहरू, म त बोकेँ अब। यतातिर मम्मीले भारी बोक्नु भएको छ। यति हो। मम्मीको अलिकति कान दुखेको रहेछ, किर्ना पस्यो क्या। मम्मीले चाहिँ विशेष गरेर कुचो काट्नु भएको छ है। हाम्रो भान्जाश्री चाहिँ त्यहाँ बस्नु भएको छ। यताको सिन यस्तो भयो। अब चाहिँ हामी लाग्यो है त साथीहरू। गाइज अहिले चाहिँ हामी यहाँ घाँसको भारी ल्याएर यहाँ बिसाइरहेका छौँ। यहाँ मम्मी हुनुहुन्छ। यतापट्टिको यो भारी चाहिँ मेरो ठुलोवाला, यतापट्टि मम्मी बस्नु भएको साइडको चाहिँ मम्मीको हो। यहाँ अहिले चाहिँ यसो विश्राम मार्दैछौँ भने यहाँ हाम्रो भान्जाश्री चाहिँ यहाँ हुनुहुन्छ। भान्जाश्री चाहिँ अलिकति के भन्छन् गरे, यो लजालु टाइपको भन्न पऱ्यो कि के भन्ने हो खै, लजालु टाइपको भएर यहाँ अनुहार देखाउनै खोज्नुहुन्न। अनि दोस्रो कुरो भनेको हिजो यहीँनिर हो कि मेरो यो मोबाइल फुटेर उयो ढुङ्गामा लागेर हिजो चाहिँ यहीँनिर खसेर फुटेको है साथीहरू। यहीँनिर ठ्याक्कै यहीँनिर अब यहाँ तलपट्टि यहीँतिर तलपट्टि यहाँ घाँस काटेको थियौँ हिजो चाहिँ। आज चाहिँ अलिकति तलै गएको, खोलामा गएको होइन। यहीँनिरबाट अनि यहीँ ल्याएर आउँदाखेरि यहाँ अलिकति त्यो भारी मिलाएको थिएन। त्यही नमिलेको भएर यहाँ अलिकति यहाँ मिलाउँछु भन्दाखेरि यहाँ हातमा यस्तै लिएको थियो कि रेकर्डिङ गर्नुपर्छ भनेर, अनि ठ्याक्कै यहीँ खसेर पट्टै गयो हिजो। डिस्प्ले चाहिँ गयो है त। अब चाहिँ यहाँदेखि यहाँ यसरी यहाँदेखि उकालो चढ्ने हो। यहाँ गएपछि माथि गएपछि चाहिँ नि हाम्रो ठ्याक्कै घर आइपुग्छ है त साथीहरू। हेलो साथीहरू, फाइनली म घर आइसकेको छु। यो रह्यो मेरो भारी है। यहाँ मम्मीको भारी माथि राखेको छ। यो चाहिँ भाइ हो, उता बहिनी हिँडिरहेको छ। गाईहरू चाहिँ हाम्रो हेर्न सक्नुहुन्छ है। यो गाईलाई घाँस खुवाउनलाई कति मेहनत गर्न परेछ भने ओहो साध्य छैन, गाह्रो छ गाह्रो। साथीहरू मैले चाहिँ यो हेर्न सक्नुहुन्छ है, यो जडीबुटी पनि लिएर आएको छु। यो जडीबुटी चाहिँ एकदम बडो दिव्य खालको जडीबुटी हो। यसलाई यदि नियमित रूपमा यसलाई खाने हो भने एकदम रोगी मान्छे पनि निरोगी हुन्छ होइन, एकदम स्वस्थ हुन्छ। कोही मान्छे कमजोर छ, दुर्बल छ, पातलो छ, त्यस्तो छ भने पनि यो जडीबुटीलाई खायो भने चाहिँ नि एकदम मान्छे मोटाउँछ गरे, हिष्टपुष्ट बलियो हुन्छ गरे, त्यस्तो हुन्छ गरे है त साथीहरू। यो जडीबुटी पनि हजुरहरूले चिनिराख्नु होला। यसलाई चाहिँ पुष्टकारी भनेर भनिन्छ। मलाई चाहिँ यो बुवाले सिकाउनु भएको हो, पुष्टकारी भनेर भनिन्छ। अनि कहीँ चाहिँ फेरि यसलाई मोटा झार भनेर पनि भन्दा रहेछन् फेरि है त साथीहरू। के भइरहेछ अनि बहिनी? यसो चिया पकाएर खुवाउनु न हो। हजुरले पो खुवाउने त। हेर न नौटाङ्के। कृष्ण
के गर्दैछौ तिमीले फेरि यो के हारेको म घुमाउने भने कस्तो घुमाउने भन्नाले कम्मरमा राखेर घुमाउने नै टाउकोमा यस्तै स्विङ स्विङ हो र अनि टाउकोलाई के गराउने हो र त्यसरी घुमाएर त्यो गाईलाई हिर्काउ त त्यो वालालाई हेर न यो हानु हेर अहिले चाहिँ गाईहरूले घाँस खाइरहेको नि साथीहरू ए यो गाई हो त्यो पनि हुन त हाम्रै हो घर बस्दैन दोस्रो कुरो सबलाई हान्छ डन गाई भयो क्या त्यो चाहिँ ए यसले चाहिँ यसरी यहाँ घाँस खाइरहेछ ल्याएको यो कुसको घाँस हो के अरे उतातिर बाछो छ त्यो बाछोको नाम चाहिँ नन्दी भयो के अरे त्यो त्यता खाइरह खै बन्ने लक्षण देखियो त यो के हो बन्छ अब के गरे हो हुन्छ मोबाइलमा यस्तो घुमाउने खालको गेम आउनु न आजभोलि कि मोबाइलमै घुमाउने खालको खेल्ने भनेर भयो जस्तो भएको हो भएन अच्छा अम्मा ल त साथीहरू भाइ चाहिँ यस्तरी खेलिरह है हाम्रो भाइको एकदम राम्रो बानी छ दिनभरि चाहिँ यस्तै गरी खेल्छ खेल्नलाई राति परेपछि फेरि मोबाइल नभए हुन्न वा कृष्ण कडा गऱ्यो त तिमीले त कता गएको फेरि हेट साथीहरू म नि यसो गरेर हेरौँ है त बालापनमा त बचपनमा त हामीले नि घुमाएको हो सक्न त सकिँदो रहेछ है तर है हुन्छ त यस मैले सकेँ यस साथीहरू हाम्रो बहिनीले पनि घुमाउन लागेकी छिन् राम्रो भइरहेको त फेरि घुमाउन एकचोटि भाइले बरु कडा घुमाएको थियो वाह यतिको चाहिँ हुनुपर्छ बहिनी नि एकदम स्लिम फिट हुने भयो बहिनी ल ओहो भयो